आज पृथ्वी जयन्ती गुरु गोरखनाथ जसले दिनुभएको आशीर्वादले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभयो भनिन्छ। नेपाल बोरख भूमि, बुरु गोरखनाथको देश, बुरु गोरखनाथ भन्नुहुन्थ्यो। देवल जात्रा, सुनी जात्रा, तीरथ जात्रा तानी, अतीत जात्रा, सुफल जात्रा, बोलै अमृत बानी। हुन त देवालयहरूको भूमिका धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्त्वपूर्ण छ। तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने देवल जात्रा मात्र गरेर पनि के फाइदा हुन्छ र? मूर्तिको पूजा चाहिँ गर्ने, मान्छेको पूजा नगर्ने, देवालय धाउने तर घरलाई चाहिँ देवालय बनाउन नसक्ने, मन्दिरका देवताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने, सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देवतालाई चाहिँ फलफूल नैवेद्य आदि चढाउने, तर प्रत्येक मानवमा पशुपन्छीमा देवत्वको वास छ भनी नस्वीकार्ने एवं सेवा गर्ने नसक्ने आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा ठाडो व्यङ्ग्य गर्नुभएको हो।